तपाईलाई एउटा केटीले फ्रेन्ड रिक्वेस्ट पठाउँछ फेसबुकबाट अनि डाइरेक्ट मेसेज गरेर कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ भेटौँ न तपाई मलाई लास्टै मन पर्यो एक दिन कहिले भेट्ने नाम पनि कति राम्रो अनि तपाईको सबै कुरा राम्रो लाग्यो भनेर मात्रै मेसेज लेख्दियो भने तपाईको प्रतिक्रिया के हुन्छ अब म जस्तो हुनुभयो भने यो माटोले को स्क्याम गरला होला के गर्न खोजेको यसले भनेर हामी एक्सेप्टै गर्दैनौं हैन तर अब यस्तै सिनोहरु खोजिरहने साथीहरुले त ओहो माटोने हामीले कर गर्नु पनि उल्ले नै कर गरिरहेछ यार उल्टै ल यो चाहिँ सही माल फेला पर्यो यार जान पर्छ ल भनेर सुरु भइहाल्छ सुरु भयो नि त अब हैन भनेको कसैले उनी नगर्नु पर्ने के उलाई हुन्छ नि कहिले काहीँ झुकिएर उकेर कलसल गर्नै नपर्ने के उलाई सिधै आफै के व्हाट्सएपबाट नि गरिरहेछ इमोबाट नि गरिरहेछ मोजी मेसेन्जरबाट नि गरिरहेछ फेसबुकबाट गरिरहेछ टिकटकको इनबक्समा गएर गरिरहेछ आउँ भनेछ भेट भनेछ भेटु भनेछ कस्तो मुजी भेट्नै नपाएर मरेगी होला के त मुजी रखेल के हैन म त अचम्म लाग्ने के भने तपाईलाई कुरो सुन्दा अचम्म लागेन नाम हेरेर ल राजेश भन्यो भने राजेश हमाल होला भनेर सोचेर उलाई पठाइहाल्ने हैन पौल भनेपछि पौल शाह होला भनेर उलाई पौल शाह नै होला भनेर उले चाहिँ लिइहाल्ने के हैन कस्तो कस्तो मान्छेहरु के भने के अचम्म के भने त्यस्ता मान्छे मैले देखेको थिएन यार तपाईलाई त अचम्म लाग्दो होला यो के भनेको होला भनेर यो रियल घटना हो के अचम्म के म त बेहोस भएको हो भनेको भन्दा नि मलाई त भन्दा रिस उठ्ने हैन अहिले त मजा आउन थाल्यो के यस्तो मान्छे नि पाउँदो रहेछ भनेर नि भेट्नै नपाएर मरेगी होला के त मुजी रखेल के हैन म त अचम्म लाग्ने के भने तपाईलाई कुरो सुन्दा अचम्म लागेन नाम हेरेर ल राजेश भन्यो भने राजेश हमाल होला भनेर सोचेर उलाई पठाइहाल्ने हैन पौल भनेपछि पौल शाह होला भनेर उलाई पौल शाह नै होला भनेर उले चाहिँ लिइहाल्ने के हैन कस्तो कस्तो मान्छेहरु के भने के अचम्म के भने त्यस्ता मान्छे मैले देखेको थिएन यार तपाईलाई त अचम्म लाग्दो होला यो के भनेको होला भनेर यो रियल घटना हो के अचम्म के म त बेहोस भएको हो भनेको भन्दा नि मलाई त भन्दा रिस उठ्ने हैन अहिले त मजा आउन थाल्यो के यस्तो मान्छे नि पाउँदो रहेछ भनेर नि